दुम्कीबासदेखि बुटोल आउने क्रममा सडक निर्माणको क्रममा शीतलहरले गर्दाखेरि गाडी जाममा फँसेका छन्। हिजो बेलुका 7 बजेबाट अहिले 4 बजीसम्म जाम रहेको भन्ने कुरा जान्न हाम्रो जानकारीमा आएको छ। हामी यो अवलोकनका लागि हामी पैदल यात्रामा छौँ। बेला हाम्रो बस अलिक पछाडि नै छ। त्यसैले के रहेछ भन्दा अगाडि जान्नको लागि एउटा बस चाहिँ साङ्गो बाटोमा एकतर्फ सडक बनेको अर्को चाहिँ आरसिसी पिसिसीको काम भइरहेको हुनाले यो बाटो शीतलहरका एकदमै चिप्लो भएर गाडी चढ्न सक्ने अवस्था गर्दाखेरि यहाँ यात्रुहरूले धेरै शास्ति मिलेका छन्। अनि हामी अगाडि यो दाउन्ने बजारतिर मेरो अहिले पैदल यात्रा जारी छ। केही खानेकुराको लागि पनि यहाँ बिहानको 7 बजेको समय हो। यो यहाँ जानकारीमा आएअनुसार अथवा मैले जान्न चाहेअनुसार हिजो बेलुका 7 बजेबाट दाउन्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। यहाँ गाडीहरू लामबद्ध तरिकाले एकपछि एक गरेर माथिल्लो सडक लाइन देखिराख्नु भएको छ। यो एकतर्फी लाइन चाहिँ काठमाडौँ जाने लाइन चाहिँ नारायणघाटी जाने लाइन पूर्ण रूपमा सञ्चालनमा छ भने उता बर्दघाटसम्म दुम्कीबासदेखि बर्दघाटसम्मको यो सडक खण्ड पुरै हिलाम्य भएर शीतलहरले गर्दाखेरि हिलाम्य भएर लोड गाडीहरू चढ्न नसक्ने अवस्था भएर गाडी बाटोमा सडकमा तेस्रो भएर चाहिँ हामी जाममा फस्न पुगेका छौँ। भने हामी अझै 4 किलोमिटर हिँडेर दाउन्ने बजार पुग्ने प्रयासमा छौँ। यहाँ खानेकुरा बजारमा केही खानेकुरा भेटिन्छ कि भनेर मजा अगाडि बढिरहेको अवस्था छ। यहाँ बाटो खोल्दै ट्राफिक बाटो एक अगाडि पछाडि गर्न सक्ने अवस्था नै छैन कि यस्तो जाम छ।